सालोनी जब कोच हुन्छन् उनले 21, 22 को वर्ल्ड कप अनि त्यसपछि 24 मा कोपा एउटा फाइनलमा गरेर हिस्ट्री गर्छन्। अहिले के सालोनीले फेरि त्यो हिस्ट्री क्रिएट गर्न सक्छन्, म्याजिक क्रिएट गर्न सक्छन् भन्ने कुरा हो। सालोनी र अरू पुरानो कोचमा के थियो भन्दाखेरि पुरानो जमानाका कोचहरूमा नयाँ प्लेयरलाई चान्सै नदिने, बुढा प्लेयरहरूलाई मात्रै फोकस गर्ने, अरूलाई बेन्च राख्ने त्यो थियो। तर सालोनीले के गर्छन् भन्दाखेरि 2-3टा प्लेयरहरू चाहिँ लगभग तिनले यस्तो इन्क्लुजन गर्छन्, तिनलाई गेम टाइम पनि दिन्छन्। जस्तै 21 मा इन्जो फर्नान्डेज, मैकलिस्टर अनि त्यसपछि जुलियन अल्भारेज, यिनीहरू भनेको त्यसको इक्जाम्पल हुन्। अब अहिले हेर्दाखेरि अर्जेन्टिनाको टिमको स्क्वाड त आयो, तर म त्यति धेरै खुसी देखिएको छैन। किन भन्दाखेरि मलाई एकदम साधारण लाग्यो यो टिममा। जस्तै मेस्टेन्टुन आउट भयो, म मान्छु फर्ममा थिएन, अर्को भर्खरको टिनेजर हो। अब अलेक्जेन्डर ग्रेनाचोको त कुरै नगरौँ, त्यति त्यो लायकको भएकै छैन टिममा पर्न, होइन। 55 मा कसरी इन्क्लुड भयो। त्यसपछि म चाहिँ अर्को दुःख भनेको म्याटियस सोल, जो लेफ्ट एट्याकिङ मिडफिल्डरबाट पनि खेल्छन्, उसबाट रोमाबाट, होइन, उनको धेरै रोलबाट खेल्छन्, तिनी पनि आउट भए। अनि त्यसपछि मैले चाहिँ बायर लिभरकुसनबाट खेल्ने इक्यु फर्नान्डेज भन्ने छन् अर्जेन्टाइन, तिनी पनि पर्छन् जस्तो लाग्थ्यो, परेनन्। एकदमै त्यो म सके भयो। अनि कोमोबाट खेल्ने पेरोन भन्ने पर्छन् भन्ने लाग्थ्यो, तिनलाई पनि पत्ता साफ गरियो। अनि मैले देखेँ अब यसमा के नयाँ प्लेयरमा देखेँ को भन्दाखेरि बार्को देखेँ, जो 21 वर्ष छन्, जो चाहिँ भर्सेटिलिटी, उनी मिडफिल्डबाट पनि खेल्न सक्छन्, लेफ्ट ब्याक पनि खेल्न सक्छन्। यिनको चाहिँ भर्सेटिलिटी, क्रिएटिभ नेचरले कारणले यिनले चान्स पनि अब सब्स्टिट्युटमा आउँछन् कि के गर्छन्, तर प्लेइङ टाइम चाहिँ सब्स्टिट्युट आए पनि यिनीहरू पाउनेछन्। यो सालोनीको स्टाइल हो कि नयाँ नयाँ प्लेयरलाई चान्स दिने। त्यस्तै 21 वर्षीय कोमोका स्टार प्लेयर जो राइट विङ पनि खेल्न सक्छन्, सेन्ट्रल फरवर्ड पनि खेल्न सक्छन्, एट्याकिङ मिडफिल्ड पनि खेल्न सक्छन्। भर्सेटिलिटी नेचरको कारणले अहिले निको पाजप्रति पनि हेरिन्छ। अब मेरो विचारमा निको पाजलाई पनि स्टार्टिङ गराउँछन् जस्तो लाग्छ, होइन, या यिनलाई मेनभन्दा मेन गेम टाइमहरू दिइन्छ यिनलाई। जे होस्, उनले सालोनीको एउटा के छ भन्दाखेरि प्लेयरहरू, यङ प्लेयरलाई चाहिँ इनफ गेम टाइम दिन्छन्। यिनको एउटा चाहिँ अब हामीले, अनि त्यसपछि अर्को ब्राजिलियन स्ट्राइकर भनौँ न, ब्राजिलियन क्लबबाट खेल्ने स्ट्राइकरलाई पनि 25 वर्षलाई पनि अर्जेन्टिनाले आफ्नो टिममा सालोनीले बोलाएका छन्, होइन। त्यो एकदम सरप्राइज कल छ, होइन। हेरौँ उनको अब कतिको खेलहरू हुन्छ। यिनीहरू भनेको न्यू कल अफ। अब अरू सबै पुरानो। अब म ब्याकबाट जाँदाखेरि कसरी जान्छु भन्दाखेरि अर्जेन्टिनाको अब त्यही 5-6वटा एथलेटिको मेड्रिडको प्लेयर छन्, होइन। जो सिमोनीले अर्जेन्टिनालाई धेरै सहयोग गरे, होइन, ठिकै छ, इट्स ओके। अब त्यसमा चाहिँ तपाईँको इमिलियानो मार्टिनेज भयो, अनि मुसो भयो उसको एथलेटिको मेड्रिडको, होइन, रुली भयो, यिनी छन्। यिनी तिनवटा मात्रै। अब इमिलियानो मार्टिनेजले नै, डिबुले नै स्टार्ट गर्छन्। त्यसपछि लेफ्ट ब्याकमा छ टेग्लिफिको यति अन्डर रेटेड प्लेयर छन् कि अर्जेन्टिनाको, जति तारिफ गरे उति कम हुन्छ। टेग्लिफिको र मेडिना भनेपछि मार्सिलीबाट खेल्ने एउटा एकदम स्ट्रङ, एकदम जवान प्लेयर हुन्, होइन। यिनीहरू दुईवटा मध्येलाई रोटेसन गरेर खेलाउँछ होला। राइट ब्याकबाट अब मोलिना छन्, जो एथलेटिको म्याड्रिडबाट खेल्छन्। तिनको चाहिँ रिप्लेसमेन्ट भनेको मोन्टियल, जो रिभर प्लेयरबाट खेल्छन्, होइन। अब यिनीहरू दुईवटाको कम्बिनेसन हुन्छ। अब यो मोलिनाले त्यति साह्रो डिफेन्समा ओपरेट गर्दैनन्, तर अर्जेन्टिनाको लागि पऱ्यो भने गर्छन् भन्ने कुरा। अब सेन्टर ब्याकमा हेर्दाखेरि रोमेरियोले नै लिड गर्नेछन्, जहाँ चाहिँ मेरो विचारमा लिसान्ड्रो मार्टिनेज हुनेछन्, र उनलाई सप्लिमेन्ट गर्ने ओटामेन्डी र अर्को पनि तपाईँको मार्सिलेको डिफेन्डर छन्, होइन। अनि यिनीहरू चारजनाले चाहिँ तपाईँको चाहिँ कम्प्लिटली यो सेन्टरमा डिपेन्ड गर्नेछन्। अब मेरो क्वेसन के आउँछ भन्दाखेरि सेनेसी भन्ने जुन प्लेयर थियो त्यो किन परेनन् टिममा एज अ डिफेन्समा, सेन्टर डिफेन्समा भन्ने कुरा आउँछन्। धेरै क्वेसनहरू छन्, होइन। तर वी हेभ टु ट्रस्ट सालोनी, होइन। सालोनीले जे गर्छन्, हि इज द बेस्ट कोच। उनले रिजल्ट दिएको छन्, उनले बुझेरै गरे होलान् भन्ने लाग्छ। अब सेन्टर ब्याकमा पनि कस्तो छ भन्दाखेरि ओटामेन्डी अझै पनि वर्ल्ड कपसम्म 6-7वटा 8वटा म्याच खेल्न सक्छन्, होइन। अनि त्यसपछि ओटामेन्डी, रोमेरियो भयो, अनि त्यसपछि लिसान्ड्रो मार्टिनेज र अर्को चाहिँ मार्सिलीबाट खेल्ने, मैले नाम अलिक मुखमा आएन, तिनलाई चाहिँ यिनीहरूले खेलाएर रोटेसनमा सेन्टर ब्याकमा राख्छन्, होइन। अनि लेफ्ट ब्याकको लागि चाहिँ अब तपाईँको कहिलेकाहीँ हामीले उसलाई पनि युज गरेको देखिन्छ, निको गोन्जालेजलाई पनि, जो एथलेटिको म्याड्रिडको लेफ्ट विङ्गर पनि खेल्छन्, तिनलाई पनि युज गरेको देखिन्छ। यो बुझेर गरेछन्। अब मलाई चाहिँ एउटा चाहिँ अब मिडफिल्डमा चाहिँ तपाईँको अब चाहिँ प्याराडेजलाई खेलाछन्, एकदम राम्रो छ। थ्रो बल र लाइन ब्रेक पास एकदम राम्रो गर्छन्। प्याराडेज भनेको अर्जेन्टाइन लिगबाटै खेले पनि खासै फरक पर्दैन, उनीमा त्यो क्वालिटी छ। अनि डिपोल भनेको एक्सपिरियन्सको आधारमा राखे जस्तो छ। अनि म्याकलिस्टर र इन्जो हुने नै भयो।
अनि त्यसपछि यिनीहरूलाई सपोर्ट गर्ने भनेको अर्को सेल्सो भन्ने रियल बेटिसबाट खेल्छन्, जो चाहिँ सेन्ट्रल मिडफिल्डर पनि खेल्छन्, लेफ्ट एट्याकिङबाट पनि खेल्न सक्छ, लेफ्ट विङ पनि खेलाउन सकिन्छ। यिनको के छ भन्दा पनि यिनलाई मेसीसितै अलिअलि तुलना गर्छन् क्रिएटिभिटीमा, किन भन्दा यिनले लाइन ब्रेक पासहरू, थ्रो बलहरू, अनि त्यसपछि जो क्रिएट गर्छन् चान्सहरू र लङ रेन्ज सुटहरू, अनि यिनको चाहिँ ड्रिब्लिङ सबै राम्रो छ, स्ट्रङली पनि फिट छन् होइन। त्यही भएर सेल्सो चाहिँ लेफ्ट विङबाट पनि खेल्न सके, लेफ्ट मिडफिल्डर अनि सेन्ट्रल मिडफिल्डर पनि गर्न सके। अनि त्यस्तै यिनीहरूको चाहिँ अब यो यति भयो। अनि प्यालेसियोस पनि बायर लिभरकुसनको लागि खेलाएको छन्, जो अनुभवी छन्, बायर लिभरकुसनमा राम्रै खेलेका छन्। यति भयो यिनीहरूको मिडफिल्डर। अनि यिनीहरूको चाहिँ लेफ्ट एट्याकमा भनेको अल्मोडा हुन त डिमारियाको रिप्लेसमेन्ट कहिले पनि हुन सक्दैन अर्जेन्टिनामा, तर अल्मोडाको क्लबमा जस्तो खेले पनि नेसनल टिममा भने टप पर्फर्मेन्स खेल्छन्, त्यही भएर पनि अल्मोडालाई राखेको हुनुपर्छ। अल्मोडा र हेर्दाखेरि मोटामोटी हेर्नुमा निको गन्जालेज देखिन्छ। अब निको गन्जालेजलाई लेफ्ट विङको रोल पनि दिन सक्छन्, लेफ्ट ब्याकको रोल पनि दिन सक्छन्, भर्सेटाइल छ। अनि त्यस्तै अब सेल्सोको के हुन्छ भन्दाखेरि सेन्ट्रल मिडफिल्डर पनि हुनसक्छ। लेफ्ट विङ्गरमा तपाईँको निको गन्जालेज र अल्मोडासित जोइन पनि हुन सक्छन्, तिनीहरूसित लेफ्टमा धेरै भयो। राइटमा हेर्दाखेरि मेरो विचारमा सिमोनीको छोरा चाहिँ सिमोनी हुन सक्छन् होइन। अनि त्यसपछि अर्को निको पाजलाई पनि ल्याउन सक्छन्। यही नै गर्छन् यिनीहरू चाहिँ, अरूमा गएनन्। यिनीहरूसित धेरै अप्सन थियो, अर्जेन्टिनासित कार्बोनी थियो, दुनियाँ थरी थियो, गएनन् कि यिनीहरू। मैले भने नि म्याटियस सोलमा गएन, पेरोनमा गएन, धेरै नामहरू एक्सक्लुडेड भएका छन्। अनि इमिल्यानो भन्ने छन् एउटा, बुडिना भन्ने यस्तै के नाम छ एस्टन भिल्लाको, तिनलाई पनि इन्क्लुड गरेनन्। अब यो भयो लेफ्ट र राइट विङ्गर। अनि त्यसपछि स्ट्राइकरमा तपाईँको अब त्यही एउटा ब्राजिलियन लिगबाट खेल्ने स्ट्राइकर भयो एउटा। अनि त्यसपछि लौटारो मार्टिनेज अनि जुलियन अल्भारेजले नै स्टार्ट गर्छन् होला। अनि त्यसपछि लौटारो मार्टिनेज एक्सेप्ट गरिसकेका छन् कि म चाहिँ ब्याकअप स्ट्राइकर हो भनेर, तर ब्याकअप भयो भने उनलाई चान्सहरू धेरै नै मिनट दिन्छन् होइन। अनि त्यसपछि पछाडि खेल्ने स्ट्राइकरको पछाडि खेल्ने चाहिँ अब लियोनल मेसी हुन्छन्, जो चाहिँ धेरै कुद्नेवाला छैनन्। यिनको लागि मजदुरी जुलियन अल्भारेज, अल्मोडा अथवा निको गन्जालेज या निको पाजहरू यिनीहरूले वरिपरि, अनि इन्जो फर्नान्डेज, म्याकलिस्टर यिनीहरूले मजदुरी गर्नेछन्। मेसी चाहिँ भिजन बनाउने छन्, मुभमेन्ट क्रिएट गर्नेछन्। अब मेसी चाहिँ थाक्यो भने कसलाई खेलाउने भन्दाखेरि मेरो विचारमा अल्मोडालाई पनि खेलाउन सक्छ, किन भन्दा लेफ्ट विङबाट खेल्ने सेल्सो पनि छन्, निको गन्जालेज पनि छन्, अल्मोडा पनि मेसीको थाक्यो भने तिनलाई त्यो रोल दिन सक्छ, या निको पाजलाई पनि दिन सक्छ, सेल्सोले पनि युज गर्न सक्छन्, त्यो पोजिसन धेरै छ। अब मोटामोटी हेर्दा अर्जेन्टिनाको अब कोचले अलिकति यङ प्लेयरहरू स्क्वाडमा त्यति इन्ट्रोड्युस गरेन, एउटा भ्यालेन्टिनो बार्कोलाई मात्र युज गर्यो, अनि अर्को निको पाजलाई पनि गर्यो। किन भन्दाखेरि उनी चाहिँ अब विनिङ कम्बिनेसन हो, त्यही टिममा 21 कोपा जित्यो, 22 वर्ल्ड कप र फाइनलिजमा जित्यो, 24 कोपा जित्यो होइन। अनि म्याकलिस्टर पनि त्यही 26 27 छन् होइन, यङ छन्। अब भ्यालेन्टिनो बार्को भन्ने छन् 21 वर्ष, निको पाज तपाईँको 20-21 वर्ष छन्। अब एजेड प्लेयर्स भनेको अब डिपल छन् 30, अनि सेल्सो 30 छन् होइन, अनि प्याराडेस पनि 30 छन्। यिनीहरू भनेको एक्सपिरियन्सको आधारमा राखेको हुन् होइन यिनीहरूलाई। अब त्यस्तरी चल्छ। अब मलाई चाहिँ अर्जेन्टिनाको एट्याकमा, विङ्समा, मिडफिल्डरमा कुनै खल्लो लागेन। गोलकिपरमा अलिकति मलाई राइट ब्याकमा अलिकति अप्सन कम भएको हो कि मोलिनाको भन्नेमा लागेको हो। सेन्ट्रल डिफेन्डरमा पनि सेन्सी ल्याएको भए अलिकति राम्रो हुन्थ्यो कि भन्ने हो मेरो चाहिँ। अब अर्जेन्टिनाको टिम हेर्दाखेरि सालोनी विल डु फर द बेस्ट भन्ने हो। म 2006मा म ब्याचलर पढिरहँदाखेरि तपाईँको त्यति बेला अर्जेन्टिना वर्ल्ड कपमा ट्राइबेकरमा जर्मनीसित हार्दाखेरि म 8-9 दिनसम्म ह्याङ भएर सुतेको थिएन। अनि 2010मा जर्मनीसित फेरि हार्दा 12-15 दिन ह्याङ भयो। 14मा त झन् महिनौ लाग्यो मलाई रिकभर हुन फाइनलमा हार्दा। 18मा पनि अब त्यस्तै भयो, अब टिम राम्रो थिएन, त्यहाँसम्म पुग्यो भने बरु 18मा त्यति साह्रो भएन होइन। 22मा त मेरो त हार्ट एट्याकै भइसकेको थियो होइन। अब अहिलेको जति म्याच हुन्छ अर्जेन्टिनाले पनि, अब ब्राजिलले पनि लगातार 2 चोटि कन्जिक्युटिभ वर्ल्ड कप जितेछ, इटालीले पनि जितेछ, के अर्जेन्टिनाले गर्न सक्छ भन्ने कुरा हो। जहाँ मेसी छ त्यहाँ इम्पोसिबल हुँदैन। र अर्जेन्टिनाको पनि क्वार्टर फाइनलमा पोर्चुगलसित पर्नेवाला छ, जुन गाह्रो छ। पोर्चुगलले एकदम हेभी देखिन्छ। तर के हामीले चाहिँ अहिले केही पनि भन्नु मिल्दैन। मान्छेले भन्छन् फ्रान्स, स्पेन, पोर्चुगल होइन, इङ्ल्यान्ड, ब्राजिल यिनीहरूलाई धेरै हाइली रेटेड गर्छन्। हुन पनि छ त अब गर्नै पर्यो होइन। तर अर्जेन्टिनासित पनि सबै क्वालिटी छ। अर्जेन्टिना र अरूमा के फरक पर्छ भन्दा संसारको टप क्लास फरवार्ड चाहिँ अर्जेन्टिनासित छ, दुईवटा होइन। तपाईँको चाहिँ अब त्यसपछि के अरे अल्भारेज र मार्टिनेज। अनि विङ्गरमा पनि संसारको सबैसित कम्पिट गर्ने लेफ्ट विङमा पनि अल्मोडा, जो नेसनल टिममा र
निको गोन्जालेज सेल्सो होइन, अनि राइट विङमा सिमोनी र निको पाज होइन, यिनीहरू भनेको संसारकै खतरा खतरा विङ्गरसित कम्पिट गर्ने। मिडफिल्डमा इन्जो र म्याकेलिस्टरको कुरै नगरौँ, जसमा अझ सेल्सो पनि थपे होइन, भ्यालेन्टिनो बार्को पनि थपे, अनि त्यसपछि प्याराडाइज जस्तो थपे भने डिपल, यिनीहरूले सबै जति राम्रो मिडफिल्ड हुन् तिनीहरूलाई न्युट्रलाइज गर्न सक्छन् यिनीहरूले राम्रो तालमेल मिलाउनु। अब डिफेन्स पनि ठिकठाकै छ भन्छु, गोलकी ठिक छ, तर मेन मेजिसियन भनेको मेसी, जसले चाहिँ गेमको मोमेन्टलाई कुनै पनि बेला सिफ्ट गर्न सक्छन्। उनलाई त्यति दौड्नु पर्दैन मेसीलाई, यो कुरा बुझ्नु। उनी चाहिँ स्ट्राइकरको पछाडि आउँछन्, मजदुरीको काम कसले गर्नेछ, अल्भारेजले गर्नेछ, लेफ्टमा भएको अल्मोडाले गर्नेछ, लेफ्ट विङबाट जो खेल्छ अल्मोडा या समथिङ, राइटको सिमन या निकोपास जो गर्नेछ, म्याकेलिस्टर र इन्जोले गर्नेछन् मजदुरीको काम होइन, अरू ब्रुनो यिनीहरूले गर्नेछन् सबै, यिनी लेफ्ट ब्याक राइट ब्याकले गर्नेछन्। मेसीलाई चाहिँ गर्छ, उसले त्यस्तै नै खेल्नेवाला छ। यसो हेर्दा अर्जेन्टिना पनि राम्रो टिम छ, अब फाइनलमै पुग्छ त म भन्नु सक्दैन होइन। अब मेरो विचारमा हेर्दै जाम, जति अगाडि बढ्छ, नथिङ टु लुज नथिङ टु गेन, इट्स बोनस टिम, जे पनि हुनसक्छ गेम हो। ओके, अल द बेस्ट टिम अर्जेन्टिना, आइएम साइनिङ आउट, बाई बाई।